गुड मर्निङ सबैजनालाई। आज चाहिँ स्याटरडे, हामी सबैजना फ्यामिली छुट्टी भएर पिकनिक गइरहेको छौँ। आज चाहिँ छुट्टी छ अनि पिकनिक चाहिँ हामी सरमसा गार्डनमा गयो घरबाटै सामानहरू लिएर। हो नानी अब 3 महिना कम्प्लिट भएर 4 महिना पुग्न आँटेको छ। नानीलाई पनि लगेको हामीले फर्स्ट टाइम नेचरमा यसो एक्सप्लोर गरोस् भनेर। रिदनको पनि छुट्टी, रिदनलाई पनि लिएर सबै हामी। अनि खानेकुरा पनि घरबाट बनाएर लग्यो, झालमुरी, चाउमिन, फम्बी, चिकन हामीले 2 टाइप्सको। यो देख्दै बनाएको चाहिँ तपाईँले यो कोरियन चिकनमा हो जो अहिले बनाउनु भएको, अर्को ड्राई फ्राईमा पनि एकदमै मिठो थियो चिकन पनि। सबैको खानेकुरा मिठो, वाटरमेलनहरू पनि लग्यो, जुसहरू। अनि हेर्नुहोस् नेचर यस्तो दामी दामी प्लान्ट्सहरू त्यहाँ भइरहेको रहेछ। कस्तो मजाले नेचरलाई हामीले एक्सप्लोर गर्नु पायो धेरै टाइम बाद होइन। यसो पल्युसनमा बस्दा बस्दा यसो नेचरको बिचमा पनि हामी जानुपर्छ। यस्तो राम्रो राम्रो प्लान्ट्सहरू देख्न पायो। एकदम राम्रो इन्भाइरोमेन्ट। यो छोरासँग मैले गफ गर्दै थिएँ, छोरा पनि छुट्टी भएर आउनु भएको छ अहिले। यता फोटो सेसनहरू हुँदै गरेको एकदम हामीले एकदम इन्जोय गर्नुहोस्। हेर्नुहोस् तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोस्। यस्तो राम्रो इन्भाइरोमेन्ट रहेछ सरमसाको। नेचर ग्रिन रहेछ। हामीले एकदम इन्जोय गऱ्यौँ यो नेचरलाई। रुखहरू पनि कहिले कहिलेको एकदम राम्रो राम्रो रुख रहेछ हो। एकदम राम्रो लाग्यो सबै कुराहरू देखेर। पिकनिक एकदम सर्ट पिकनिक, एउटा फ्यामिली सानो नानीसँग हामी लङ त जानु सक्दैनौँ। सर्ट पिकनिक तर एकदम इन्जोयबल भयो। हामीले थोरै फोटोहरू खिचेको 1-2वटा तपाईँहरू हेर्नुहोस्। तपाईँहरू पनि यो हाम्रो फ्यामिली फोटो, छोरा ज्वाइँ छोरी हो, नातिसँग नातिनीसँग। यता चिल्ड्रेन पार्क पनि रहेछ, नानीहरूले हाम्रो रिदन एकदम इन्जोय गर्यो। स्लाइड स्विङ्सहरू सबै कुरा रहेछ। अन्त एकदम तपाईँहरू पनि सरमसामा आउनु सक्नुहुन्छ। यसो नेचरको बिचमा आउनुहुन्छ भने। राति चाहिँ ज्वाइँले वाचिपा बनाउनु भयो, वाचिपा सलादहरू खायो। अनि हामी आजको भ्लगलाई एन्ड गर्दैछौँ। तपाईँहरूले इन्जोय गर्नुभयो होला। थ्याङ्क यू।